So hello guys, welcome back to my new vlog. आज चाहिँ त्यो आर्ट कम्पिटिसन मैले रिसेन्टमा पोस्ट गरेको थिएँ नि, एक हप्ता भइसकेको थियो। अब आज चाहिँ हामी त्यसको रिजल्ट हेर्न जाँदैछौँ होइन। आज चाहिँ त्यो सो गरे हुन्छ भन्ने थियो। अब हामी अगाडि जान्छौँ, आज साइकल लिएन किनभने ब्लग पनि खिच्नु नि, अस्ति साइकलले गर्दा फुल भगै उयो थियो होइन। अब आज चाहिँ ब्लग गर्दै जान्छौँ, कस्तो कस्तो आर्ट बनायो होला हेर्नु होइन। अब राम्रो बनायो होला, अस्ति देखाएँ फोटो खिच्छ होइन। फोटो खिचेर अनि जान्छ काम रहेछ, ठाउँ ठाउँमा फोटो खिचेर एक ठाउँमा बसेर बनाइरहेको थियो। आज चाहिँ त्यो सो हुन्छ भने हो। अब हेरौँ न त कस्तो बनायो। आज चाहिँ कोही पनि आएन, त्यही भएर श्रेन आउँछ कि हेरौँ। श्रेन आएन भने उनीहरू छँदैछ, म भ्लग बनाइदिइहाल्छु होइन। म चाहिँ लाइक सब्सक्राइब गर्दै बढाउनु होइन। अस्तिकोमा लाइक चाहिँ अलिक बढिरहेको थियो होइन, सब्सक्राइबै बढ्यो भने 606मा त थियो। 606बाट अब बनाउनु पऱ्यो होइन। अब म यो 600मा एउटा गिभअवे दिने भनेको थिएँ नि, त्यसको भिडियो चाहिँ आज या भोलिमै आउँछ। यो भिडियोभन्दा अलिक अगाडि नै आउँछ होला त्यो भिडियो चाहिँ, किनभने धेरै लामो हुन्न। त्यही भएर त्यसको लागि पनि वेट गरेर बस्नु, तर सब्सक्राइबर चाहिँ अलिक बढाउनु पऱ्यो। श्रेणी अहिले हल्का घरमा आएन अरे, अब म अहिले तपाईँहरूलाई देखाइदिन्छु होइन। पुग्न लागिसकेको छ, फेरि अहिले नि हालेको छ कि छैन थाहा छैन। हाले छैन भने अब फेरि के गरेर गाइजको त कोही त छैन, सुन्छ मान्छे होइन क्या हो। आज नै पुग्नु पर्छ ल गाइज, हेरौँ है त गाइज। ल सुकुल पो लगाइदिएर हौ, सुकुल लगाइरह। अब के भन्दा सुकुल पो लगाइरह होइन गाइज। अब त खुले होइन, अब कहिले आउँछ थाहा छैन मलाई। अहिलेलाई चाहिँ के गर्ने भनेर थाहा भएन होइन। भित्र पनि कोही छैन, आवाज नि आएन। लिएकै सुकुल लगाइरह, आज हुन्छ कि हुँदैन। सो गाइज ल हेर्नु, अस्ति लेउ सफा गरेर आएको थियो होइन, अहिले सब सफा भइसक्यो हेर्नु गाइज। अलिअलि बाँकी छ त्यो नि। अब यहाँ गाईहरू नि गरिरहेको छु गाईहरूलाई हेर्नु। अहिले पानी क्या सफा भयो, यस्तो पो हुन्छ नि फुल। पहिला त ल्याउ नै ल्याउ, के को कि ल्याउ भनेर पनि थाहा गाइज। तपाईँहरूले ऊ त्यहाँ हाँस देख्दै हुनुहुन्छ होला, त्यो हाँस चाहिँ अस्ति ऊ त्यहाँ हुन्छ होइन। त्यो लेउ सफा गर्ने बेला मान्छेहरूले उठाएर यहाँ हालिदियो होला क्या, नभए त त्यही बसिरहेको छ। अहिले त्यहाँ त्यस्तो स्लोप पनि छैन होइन, त्यही भएर अहिले ऊ त्यहाँ बसिरहेको छ, क्यामेरामा देखि नै रह होला। हेर्नु गाइज, सफा गरेर अलिकति यहाँ टिपाएर रहेछ। यसको सट्टा यहाँ खेततिर राख्दै भयो मैले त भन्छु नि गाइज होइन। यस्तो काम गर्छ हेर्नु, तर यो चाहिँ दामी भयो अहिले। त्यहाँ बिचमा त्यहाँ चाहिँ अलिक लेउ छ, त्यहाँ जानु मिल्दैन। अरू त सब सफा भयो अलिकति हेर्नु त गाइज। ए अलिअलि फोहोर हुन्छ बाँकी छ, तर पहिलाभन्दा त धेरै सफा भयो गाइज। पहिला चाहिँ घाँसहरू यहाँ बसिरहन्थ्यो, अहिले यता पहिला अलि यस्तो थियो क्या होइन। त्यहाँ माटोहरू त्यो नि सफा गरेर रहेछ। त्यो माटो भाटोमा अलिक कालो कालो छ हेर्नु गाइज। त्यहाँ अलिकति उठ्ने ठाउँ थियो, अहिले उठ्ने ठाउँ भएन। त्यही भएर मान्छेहरूले ऊ त्यहाँ हाल्दैछ अहिले कराइराख गाइजको बार तल चाहिँ हल्का सुटिङ भइरह होइन, सुटिङ भइरह त्यहाँ चाहिँ। त्यही भएर तल नजामै हामी, अरूको भिडियोमा किन स्पोइल हाल्ने। अस्ति एकजनाले एक दाइले चाहिँ भनेको थियो, त्यो त्यतिखेर चाहिँ सबलाई ड्रइङ गर्न पठाउने, अर्को हप्ता चाहिँ रिजल्ट हुन्छ भनेर जस्तै लाग्यो। रिजल्ट अहिले चाहिँ हुनु आएन, अब एकछिनमा हुनसक्छ। त्यही भएर अब हेर्दै जाऊँ। सब्सक्राइब गरिहाल्नु त गाइज। जति कुनैमा कति भ्युज आउँछ त्यति त सब्सक्राइबरै हुनु, त्यही भएर भ्युज जति आउँछ त्यति सब्सक्राइब गर्नु पऱ्यो। जस्तो कि 36 आयो भने 36जना सब्सक्राइब गर्नु पऱ्यो। पहिलेको मान्छे भए त ठिक छ, तर नयाँ मान्छे आउने बित्तिकै लाइक सब्सक्राइब गरिहाल्नु होला। तपाईँहरूलाई नयाँ नयाँ भिडियो आउने गर्छ। पहिला चाहिँ घरमै जाम बस्छ है, अहिले स्टार्टै भएन। गेटै लक भइरहेको, कमसेकम गेट छैन होइन। गेटै लक भइरहेको त म के भन्नु। आयो भने म एकछिनमा हेर्न आउँछु, त्यतिखेर नि भएन भने बुढो स्कुलमा नि गीत बसिरहेको भएर गराएको त अर्को प्रोग्राम भइरहेको रहेछ होइन। त्यही भएर घरैतिर जानुपर्छ। मैले त नबस्नु पर्छ, मलाई त आज हुँदैन जस्तैलाई पनि लगाइरह, जस्तै पनि लगाइरह। 50-50 छ अहिले काम भएर नि, अहिले नराख्नु सक्छ। त्यही हो एउटा रिजन।
अनि अर्को त धेरै बिजन हुन सक्ला त्यही भएर अरूलाई चाहिँ घरमा घरतिर गइरहेको छु म गाइजले अब घरतिर पुग्नै लाग्छ अनि यहाँबाट स्कुलतिर छु त्यही भएर म सिधै एकछिनमा गयो भने देखाउँछु है त ल सो गाइज भर्खर खबर आएको होइन त्यो आर्ट कम्पिटिसनवाला छ नि त्यो चाहिँ त्यो वडा कार्यालय हुन्छ त त्यो ठाउँमा छ अरे होइन वडा कार्यालय महालक्ष्मीतिर छ अरे त्यहाँ हेरिहालौँ त्यहाँ चाहिँ छ नै भनेर खबर आएको त्यही भएर जामै त चाँडो सो गाइज लाइक सब्सक्राइब गरिदिनु होला होइन घरमा बसिरहेको मान्छे डाइरेक्ट हामी उठेर आइदिइरहेको छ तपाईँहरूलाई त्यही भएर लाइक सब्सक्राइब गर्नु गाइज यहाँ पनि छैन लो गाइज यहाँ पनि छैन खै कता हो सो गाइज आर्टको चाहिँ कम्पिटिसनको चाहिँ 3 बजे अरे म 3 बजी त्यहाँ आउँछु 3 बजी भने भर्खरै मान्छेलाई सोधेको थिएँ आर्ट कम्पिटिसन अहिले 3 बजी हुन्छ अरे अहिले चाहिँ हुँदैन अरे त्यही भएर अब अहिलेलाई घरै कम्प्लिट गाई दुईचोटि भए रुटो के छ सो साँच्ची गाइज अब चाहिँ हामी महालक्ष्मीतिर जाँदैछ 3 बजिसक्यो अब हामी महालक्ष्मीतिर जान्छौँ अब सृजन दिदी पनि आउँदैछ सुब्रत पनि आउँदैछ अब बल्ल हेर्न पाउँछ कि पाउँदैन हेरौँ सो गाइज अब चाहिँ फाइनली निस्क्यौँ होइन सृजन दिदी पनि आइसक्यो अनि सुब्रत नै छ अघि चाहिँ यही थियो अब हामी अगाडि बढ्दैछौँ सो गाइज यहाँ किनिरहेको किनभने मुख अलि एक्सर्साइज भएन अरे मुखको होइन त्यही भएर त्यहाँ किनिरहेको छु सुब्रत भन्ने मान्छे चिन्छ होला त्यही भएर चिन्नु सो गाइज तपाईँहरू नि यहाँ पसलमा आउनु सक्नुहुन्छ ठ्याक्कै यो थाहा छैन मलाई यो देवबुमा हुन्छ अनि यहाँ बाबु राम्रो ल्याइसक्यो पर्पल सेन्टर टु जम अनि एकजनालाई ह्याप्पी यहाँबाट चाहिँ हामी जाँदैछौँ सो गाइज मलाई बाहिर चाहिँ गर्मी भयो भनेर अहिले यहाँ यस्तो सेटअप बनाएको है गाइज हेर्नु मस्त छाया पनि छ होइन यहाँबाट झ्याल पनि छ अनि यहाँ सृजन दिदी अनि यहाँ सुब्रत यहाँ देखाउँ ल गाइज हेर्नु यस्तो दामी भेट्छ सो गाइज आजको साउट आउट चाहिँ सृजन दिदीलाई जान्छ किनभने सोच्दै हुनुहुन्छ होला किनभने त अब एकछिनमा थाहा हुन्छ सो गाइज तपाईँहरूले चाहिँ किन स्पोन्सर भनेर सोच्दै हुनुहुन्छ नि यो चाहिँ यो कारण हो किनभने हामीलाई पानीपुरी र चटपटे यति पानीपुरी चाट होइन चटपटे अनि त्यो खुवाउँछ अरे होइन अब हेरौँ भन्दैछ स्पोन्सर तपाईँलाई ठाउँ भनेर राखेन होला यो ठाउँ है यो ठाउँको ठ्याक्क यो लेफ्ट साइड यो पिपल बोर्डतिर गाइज हेर्नु त यस्तो फाले छ खानु मिल्ने चाहिँ यस्तो फाल्नुहुन्छ वेस्ट अफ फुड गाइज किन सृजन दिदीलाई साउट आउट दिएको भनेर थाहा भइसक्यो होला किनभने के खुवाएर तपाईँहरूले देखिसक्यो सो हाम्रो सृजन दिदी चाहिँ आँखा अलिरहेको भयो मुख चाहिँ अलिकति यस्तो भयो किनभने भिडियोमा देखिसक्यो त्यही भएर हामी अलिक अगाडि बढिरहेको छौँ सो गाइज सृजन दिदी चाहिँ फर्किसक्यो हामी चाहिँ अब थाहा नै छैन गाइज त्यस्तै त्यही भएर हामी चाहिँ अब त्यहाँ जान लाग्यो एक्जिबिसनमा अब त चाहिँ चटपटे खाएर निस्केको भिडियो देखिहाल्यो होला तपाईँहरूले 2टा 3टा चाहिँ हामीले खायो बाँकी सबै सृजन दिदीले खान्छ यसले त ठोकाउँछ यस्तो गाइज यस्तो हाल्दैछ होइन पुलिसले छान्दैछ कि बच्चादेखि बाइक चलाउनु गाइज हेर्नु अघि हामी आउँदै थियौँ होइन एकजना मान्छेले छ नि माथिबाट ठुकेर पो लिएर आउनु अझ कुलकुल प्याक्स गरेर त्यही भएर त्यस्तो गर्नुहुन्न है गाइज तल हेरेर मात्र ठुक्नुपर्छ क्या साँच्ची लाइक सब्सक्राइब गर्नु है गाइज गाइजलाई हेर्नु बाल आर्ट बनाएको है ल मान्छेहरू हिँडिरहेको पनि बनाएर रहेछ कहाँ बाल ल गाइज यो चाहिँ गणेश यस्तो दामी हो कसले बनाएको नाम पनि हेर्नु है गाइज खतरा दामी बनाएको लाच्छी गाइज दामी छ त अनि अर्को यो थाहा भएन कमेन्ट हान्नु होला है सो गाइज ल हेर्नु यो चाहिँ मैले पनि बनाएको यो चाहिँ कुमारी मन्दिर विवेक 2026 यो चाहिँ बिस्का जात्राको बनाएको महालक्ष्मी चाहिँ यही छ यही हो अनि यहाँ भित्र के गर्न छ
यहाँ चाहिँ अवार्डहरू हालिरह होइन अवार्डहरू राखिरह यहाँ रमेश पाहाल हामी अब यहाँ अगाडि अझै बढौँ लगाइदिनु दामी दामी बना यहाँ चाहिँ हल्का मिलाउँदै त्यही भएर यो हेर्नु सुकै छैन भर्खर भर्खर बनाए जस्तो लाग्यो होइन सो यो नि दामी नै छ यो कहाँको हो त्यस्तै लाग्यो मलाई यो त थाहा नै छ भैरव नाच होइन यो चाहिँ नगदेशको पपुलर हाम्रो निलबारी नाच भने जस्तै त्यहाँको भैरव नाच हो अनि यो पनि कहीँ कहीँको हो थाहा छैन मलाई एकदम दामी बनाएको क्या यो नि नगदेशकै जस्तै लाग्यो छिमेकीको अनि यो चाहिँ विष्णुवीरको खाने हुन्छ विष्णुवीरको यो चाहिँ त्यो तलको छ त तल जाने ठाउँ त्यहाँको हो अनि यो चाहिँ गणेश मन्दिरको हो क्या गणेश मन्दिर पछाडिको यो चाहिँ थाहा भएन मलाई तर सब दामी बनाएको है गाइज यो थाहा छ यो चाहिँ पुल्लुकेसी हो गाइज ल त्यो नगदेशमा गर्नेवाला हो यो चाहिँ अनि यो चाहिँ दामी छ है सबै दामी यो चाहिँ के हो थाहा भएन गणेशै होला अनि यो चाहिँ दामी नै दक्षिणबारीको हो सो यस्तो मान्छेहरू भिड हुन्छ हेर्नु एउटा एग्जिबिसन हेर्न खेल्ने भएछ सो गाइज अहिलेको चाहिँ आर्ट कम्पिटिसनहरूको चाहिँ यिनीहरू चाहिँ अवार्डहरू हो यहाँभित्र नि बस्नलाई बनाइरहेछ अवार्डहरू चाहिँ सब खतरा दामी सेटको छ गाइज यो चाहिँ महालक्ष्मी देउता हो है ल महालक्ष्मी देउता अनि यहाँ घन्टी सन्टी छ होइन त्यो वाला घन्टी होइन यो वाला घन्टी हो होइन अनि यहाँ चाहिँ एउटा खत्रीवाला सिसा देखा हेलो होइन अनि यहाँ एउटा भिडियो पनि हालेको थियो नि इभन गड गेट्स टायर्ड भनेर यसरी यो इक्जाम्पल हो सो सबैजना ढोग्नु होला ल यहीँबाट सो गाइज तपाईँलाई चाहिँ सबसे दामी आर्ट कुन लाग्यो तिनीहरूको भन्नु है कुन आर्ट भनेर भन्नु है तल नाम दिएको छ त्यो अनुसार तपाईँहरूले यो नाम भनेर भन्नु होला सो गाइज यो चाहिँ एउटा झ्याल हो यहाँबाट हामी भ्यू हेर्दै थियौँ त्यही भएर तपाईँलाई देखाइदिएको गाइजलाई हेर्नु यति धेरै मान्छे आइसक्यो अघि अलि थोरै थियो अहिले यति आइसक्यो अहिले उहाँको अध्यक्ष र हाम्रो यहाँको मेयर पनि आउनुभएको छ होइन यता सो गाइज अब चाहिँ त्यहाँ छ नि सबै उता रिजल्टको लागि गएको होला को फर्स्ट को सेकेन्ड को थर्ड भनेर गएको छ
म त्यो देखाउन सक्छु कि सक्दैन चाहिँ थाहा छैन है। सो गाइस यो चाहिँ ल अवार्ड्सहरु है। यो दुईटा चाहिँ मेन जस्तो लाग्यो अनि अरु चाहिँ सबलाई पाउने होला। ल सबले दानी भना है दानी चाहिँ। यो हैन अर्को ठाउँको चाहिँ पठाइदिनु। गाइस ल भित्र सबैजना मान्छेहरु बसिसक्यो। अहिले यहाँ अलिक खाली भयो, अलि एक दुई जना मात्र छन् हैन। अब सबै भित्रै बसिराछन् रिजल्टको वेट गरेर छ। हाम्रो यहाँ लाइभ गर्ने मान्छेहरु पनि आइसकिन्। फोटो खिच्ने मान्छे नि छन्, ब्लग बनाउने मान्छे पनि छन् है त।